आज एकै दिन भूकम्पका 3 धक्का। आज एकै दिन भूकम्पका 3वटा धक्का महसुस गरिएको छ। बझाङ र कास्कीमा फरक समयमा गरी 3वटा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बुधबार साँझ 6:27 जाँदा बझाङको मासदेव क्षेत्रलाई केन्द्र बनाएर 4.2 म्याग्निच्युडको भूकम्प गएको हो। उपचार खर्च माग्दै राजविराज नगरपालिकामा रुइले अनसन। सप्तरीको राजविराज नगरपालिकाको स्कर्पियोले ठक्कर दिँदा 4.5 महिनादेखि अस्पताल उपचाररत राजेश कुमार यादवको परिवारजन र आफन्तले उपचार खर्च माग्दै बुधबार नगरपालिका कार्यालयमा अनिश्चितकालीन रिले अनसन बसेका छन्। गत माघ 1 गते मंगलबार हुलाकी राजमार्ग अन्तर्गत जिल्लाको बोदे बर्साइन नगरपालिका 5 स्थित 101/481 नम्बरको स्कर्पियोले कोप 30/2738 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएको बोदे बर्साइन एक धनगढीका 15 वर्षीय राजेशलाई थप उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा भर्ना गरिएको थियो। एमालेको कार्यक्रमपछि प्रदर्शन गर्न राजावादीलाई समय। जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबारको प्रदर्शन तथा कार्यक्रमका लागि सत्तारूढ एमाले र राजावादी समूहलाई छुट्टै समय उपलब्ध गराएको छ। पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन आयोजना गर्न प्रशासनले समय छुट्याएको हो। एमालेलाई भ्रिकुटी मण्डपमा 10:30 बजेदेखि कार्यक्रम सुरु गरेर 2:15 बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ। त्यसपछि सन्ती बाटिका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले जानकारी दिए। एमाले तथा राप्रपाका नेताहरूसँगको छलफलपछि समय छुट्याएको छ। उनले भने समर्थकलाई लिङ्गदेनको आह्वान, कम्तीमा 1 हप्ता काठमाडौँमै बस्नुहोला। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्गदेनले कम्तीमा 1 हप्ता काठमाडौँमै बसेर आन्दोलन गर्ने गरी तयारीमा रहन आह्वान गरेका छन्। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्। जेठ 15 गतेदेखि राजावादीहरूले राज संस्था पुनः स्थापना र हिन्दू राष्ट्र कायम नभएसम्म आन्दोलन जारी राख्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। आयोजना बैंकमा 1327 आयोजना प्रविष्ट, लागत 9 खर्ब 20 अर्ब। राष्ट्रिय आयोजनामा बैंकमा 1327 आयोजना प्रविष्ट भएका छन्। राष्ट्रिय योजना आयोगले राष्ट्रिय आयोजना बैंक मापदण्ड 2081 मार्फत प्रणाली स्तरोन्नति गरी फागुन 2081 देखि सञ्चालनमा ल्याएको थियो। आगामी बजेटमा समावेश गरिने आयोजनामा यसै आयोजना बैंक मार्फत नै प्रविष्ट भएपछि मात्र हुने भएकाले यसलाई महत्त्व साथ हेरिएको छ। आयोगका अनुसार 13 जेठसम्म राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीमा 1327 आयोजना प्रविष्ट भएको देखिएको छ। नेपाल भारत सीमा क्षेत्रमा ड्रोनको लस्कर। भारत नेपाल सीमावर्ती क्षेत्रको आकाशमा ड्रोन गतिविधि भइरहेको पाइएको छ। सोमबार साँझ 7:30 बजेको समयमा नेपाल भारत सीमा क्षेत्रको आकाशमा ड्रोन जस्तै देखिने वस्तु घुमिरहेको देखिएका हुन्। कान्तिपुरलाई प्राप्त एक भिडियोमा ड्रोन जस्तै देखिने ती चम्किला 15-20 वटा वस्तुहरू एकैसाथ लहरे आकाशमा उडिरहेको देखिन्छ। भारतीय सुरक्षा निकायले पनि यी वस्तुहरू मधुबनी जिल्लाको जयनगर स्थित कमला सीमा चौकी क्षेत्रमा उडिरहेको देखिएको पुष्टि गरेको छ। रौतहट बम विस्फोट घटना, आलम सहित 4 जनाले पाए सफाई। पहिलो संविधान सभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटमा भएको बम विस्फोट गरी घाइतेलाई जिउँदै इट्टा भट्टामा हालेको आरोप लागेका कांग्रेस नेता एवं पूर्व मन्त्री मोहम्मद आफ्ताब आलम सहित 4 जनालाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले सफाई दिएको छ। जिल्ला अदालत रौतहटको आदेशलाई उल्टाएर न्यायाधीश खुशी प्रसाद थारू र अर्जुन महर्जनको इजलासले बुधबार आलम सहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्टाउँदै सफाई दिएको हो। तरुण दलको लमजुङ अधिवेशनमा खुकुरी हान्ने पक्राउ। नेपाली कांग्रेसको भातृ संस्था तरुण दलको लमजुङ अधिवेशनमा दुई पक्षको विवादमा खुकुरी हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङ मध्य नेपाल नगरपालिका 6 बस्ने 42 वर्षीय किरण गुरुङ रहेका छन्। पक्राउ परेका उनीमाथि लमजुङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसुर मुद्दामा 7 दिनको म्याद थप अनुमति लिए अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 1 करोड 28 लाख किलो भन्दा बढी कोदो आयात।
चालू आर्थिक वर्ष 2081-82 को 10 महिनासम्ममा 64 करोड 35 लाख रुपियाँ भन्दा बढीको कोदो आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा 64 करोड 35 लाख 28 हजार रुपियाँ बराबरको 1 करोड 28 लाख 60 हजार 271 किलो कोदो आयात भएको हो। उक्त परिमाणमा कोदो आयात हुँदा सरकारले 4 करोड 83 लाख 38 हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ।